हाम्रो यहाँ पानीपुरी बन्दैछ। पानीपुरी फर्स्ट खाने मान्छे चाहिँ उ नै हो, हाम्रो नाति। कतिवटा बन्यो त? खोइ दुईटा बनेछ। कतिवटा बन्छ? सब आलुको बनाउँदा मम्मी ठिकै ठिकै आलु हालेर हेरौँ। कति रुपियाँ गोटा हो यो? अनि यो कति रुपियाँ गोटा पर्छ यो बजारमा? खै किनेर खाने गरेर छैन कहिले काहीँ? छैन नि। किन नखानु? बनाऊ बिचमा सानो पाल पार्नु त हो नि। पुडीमा अनि हाल्ने हो, रस हाल्ने, खाने जम्काजम। तर दुईजनाले बनाउँदा त छिटो बन्दो रहेछ है, धेरै बनिसक्यो त। जाँगर लाछन्। पानीपुरीको स्वादै भुल्छ। पुडी चाहिँ पहिले पकाइराखेको थियो, त्यही भएर सहिलो भएको, नत्र त क्याम लाग्थ्यो। पानीपुरी बनाएको कारखानामा आएको म चाहिँ। यो कारखाना हो, दुईजना छन् कामदारहरू कारखानामा। देश राम्रो बनिएको छ पानीपुरी, हेर्दाखेरि धेरै राम्रो। खानु न। यति भइसक्यो पानीपुरी। ठिक छ, राम्रो छ। होइन यो यस्तो हो, बनाउने मान्छेले नखाइकन खाना हुँदैन के। धेरै हुनुभयो त है। धेरै अनि थोरै भयो भने होइन, धेरै हुन्छ त। अनि धेरै भइगयो नि, थुप्रो भइसक्यो त। ल कसले खानु त्यो भिडियो? प्लेटभरि भइसक्यो। सबले 4-4 वटा खायो भइहाल्यो नि। पानीपुरी बन्दैछ। कति 3 मिनट भएछ, 4 मिनट हुनुभयो। कारखानामा अनि पानीपुरी बनाएको, अनि हेर्नु परेन? होइन नि, त्यो अरूले पनि बनाउन सिक्नु परेन? यो देखाएपछि अनि त्यहाँ कसरी गर्नुपर्छ भन्ने कुरा सबै जान्दछन् नि त। त्यो भएर पानीपुरी बनाएर भिडियो बनाउनु हुँदैन भन्न दङ पऱ्यो। म अचम्म लागिरहेको छ। म आफै हाँस्छु त्यो भन्दा पनि। पानीपुरी बनाएको भिडियो दामी भयो, थालभरि भइसक्यो अब पानीपुरी। ल कति हो, कति थुप्रो भइसक्यो त। पुग्दैन भने झन् धेर भइसक्यो। भइसक्यो भने पानीपुरी एउटा दुईटा थुप्रो भइसक्यो, थुप्रो। दुईटा भन्नु कति हो, कति पानी एउटा ल भइसक्यो छैन त यो। अझै पुग्छ कि के है? ए अझै छ, अझै फोर, अझै 4-5 वटालाई पुग्छ।
अझै 4-5 वटालाई पुग्ने हो। पानीपुरी बन्यो, तयारी भयो। पानीपुरी कति धेरै बन्यो थुप्रो भयो त, अनि पुग्दैन भने त थुप्रो भयो त। होइन कारखानामा त बेसी भइहाल्छ नि, अन्त भएको थोरै हुन्छ, त्यो त कारखाना हो नि त। पानीपुरी बनाउने कारखानामा त धेरै हुन्छ। कति बन्छ कति काट्छ। छ नि पुरी त 4-5 वटा। अझै 4-5 वटा छ, नअट्ने भइसक्यो प्लेटमा। पानीपुरी बनाएको अँध्यारो भोगे कोठे कारखाना अँध्यारो हो भने। कतिवटा अझै छ पुग्यो एउटा 2, 3, 4, 5 वटा पुग्यो। ल हामी पानीपुरी बनाएर अब खाना तयारी गर्दैछौँ। अब भइसक्यो। हाम्रो छोरी र नातिले यहाँ भट्टाभट बनाइरहेको छन्, पुग्यो तर राम्रो बनाएको छन्, एकदम राम्रो छ। त्यो पानीपुरी त अलिकति ज्वाइँलाई पनि राखिदिनु पर्छ जस्तो है। ल अब